मान्ने छौ कि सौराय मेरै जति सुवा पनि मान्ने छौ कि नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ पश्चिम टिभी। हाम्रो यस पश्चिम टिभीमा फेरि पनि हामी नियमित टप लिएर आइसकेका छौँ र गीतको बोल रहेको छ एक घुटकी बाडुल्की भने गीतको पछाडि सामाजिक सञ्जालमा आउट अनुसार चर्चा एकदमै चासो बढिरहेको छ र यो गीतमा को हुनुहुन्छ र कहिले आउँछ, कुन दिनबाट आउँछ, कति बजी आउँछ, सबै रिलेटेड अपडेट र चर्चा प्रचार दिन हामी आइसकेका छौँ। कृपया भिडियो साथ दिनुलाई यदि नयाँ हुनुहुन्छ भने हाम्रो यस पश्चिम टिभीलाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकन थिच्न नबिर्सनुहोला, किनकि हामीले स्टेज अप दिने नै छौँ। त्योभन्दा पहिला सजिलैसँग हजुरको मोबाइल सेटमा उपलब्ध गराउने नै छौँ र अब चर्चा परिचय गर्न गइरहेका छौँ एक घुटकी बाडुल्की बोलको सङ्घको भने यो सङ्घ चाहिँ एउटा मार्मिक गीत रहेको छ भने यो गीतमा मुख्य भूमिकामा रहेका तनप्रसङ्ग एकदमै चर्चित राजकुमार सिंह र निरुता विष्टको मुख्य भूमिकामा यो म्युजिक भिडियो सजिएको छ। त्यो सँगसँगै यो गीतमा स्टुडियो कन्सर्ट र निर्देशक र डाइरेक्टर रहेका छन् प्रसङ्ग एकदमै चर्चित विक्रम चौहानको डाइरेक्सनमा यो गीत सजिएको छ भने यो गीतमा भोकल चाहिँ सुनिल नेपाली र पश्चिमको एकदमै चर्चित रेखा जोशीको मिठो स्वरमा यो म्युजिक भिडियो सजिएको छ। त्यो सँगसँगै गीतमा लिरिक्स म्युजिक चाहिँ राजा रामराज भट्टराईले दिनुभएका छन् भने एरेन्ज विनोद बजुराले गर्नुभएका छन् भने मिक्सिङ मास्टरिङ चाहिँ खड्का बजुरालीको रहेको छ भने यो गीतलाई रेकर्डिङ चाहिँ राजेन्द्र बाजुरेलीले गर्नुभएका छन् भने यो गीतलाई मालासिरी स्टुडियो मार्फत अडियो सार्वजनिक गरिएको छ र एकै गुटकी बाडुल्की बोलको सङ्घ हजुरहरू देख्न सुन्नलाई कतिको आदर हुन्छ त हाम्रो कमेन्टसँग कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला र यो गीतलाई धेरैभन्दा धेरै माया र सासोको दिनुहुन्छ भन्ने आशा अपेक्षा राखेका छौँ। त्यो सँगसँगै हामीले सुनेअनुसार यो गीत अब केही दिनभित्रै सुनिल नेपालीको अफिसियल युट्युब मार्फत सार्वजनिक हुने पक्का भइसकेको छ र अहिले अपडेट यदि नै फेरि अपडेट पाए हामी हजुरमा दिने छौँ। यदि हामीलाई सासो फोटो माध्यम चाहनुहुन्छ भने हाम्रो भिडियोलाई लाइक र एकसित अवश्य गरिदिनु होला। अहिले जय नेपाल, जय मुजिब, जय पश्चिम टिभी। हस्त नमस्कार।